हे मायालाको कतै थाहा पाउँछिन् कि तिम्रो घर के लुस्नलाई आउँछिन् कि फुल्यो गुराँस। हे तिमलाई पाउन देउराली भाकमला तिमलाई ल्याई लुकाई राखमला फुल्यो गुराँस। हे कुरा सुन्दा परे म चकित म झै भन्ने अरू नि छ कि त फुल्यो गुराँस। हे माया लाउन कसैले छेक्दैन दिम त पेन्सन उमेरले भेट्दैन फुल्यो गुराँस। हे ढुक्का भर पिरती बेरे मिलाउने त अध्यक्ष छन् के रे अब हामी दोहोरी गीत हामी सञ्चालन गर्न गइरहेका छौँ। हामी बिच हाम्रा कलाकारहरू उपस्थित भइसक्नु भएको छ। अब हामी यो गीत प्रस्तुत गर्नको लागि म पुरुष कलाकारलाई म अनुरोध गर्न चाहन्छु। फुल्यो गुराँस बोलको गीतमा हामी सुरु गर्न गइरहेका छौँ। यसका गायक गायिका शब्द सङ्गीत सर्जक सम्पूर्णलाई हामी हृदयदेखि सम्मान गर्न चाहन्छौँ। उहाँहरूले सिर्जना गर्नुभएको थियो र हामी यो गीतलाई यहाँहरूको माझमा पस्काउन सकेका छौँ। यति भन्दै हाम्रो पुरुष गायकलाई यो गीत प्रस्तुत गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। जान्या छैन नानीको बानी गर्या छैन मैले नि चिन्जानी फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ नानीको बानी गर्या छैन मैले नि चिन्जानी फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ। हे मन मिले ज्यानकै भर परमला भर्खर भेट भो चिन्जान्ने गरमला फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ ज्यानकै भर परमला भर्खर भेट भो चिन्जान्ने गरमला फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ। हे यो मायाको घर कता पर्यो मैले माया लाउनलाई मन गर्यो फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ घर कता पर्यो
मैले माया लाउनलाई मन पर्यो फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे मरि जाने मान्छेको चोला म स्याङ्जाली तिम्रो चाहिँ कहाँ होला फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ मान्छेको चोला म स्याङ्जाली तिम्रो चाहिँ कहाँ होला फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे मगर भाषा भन्नलाई जल्पा हो मेरो घर तान्से नै पाल्पा हो फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भन्नलाई जल्पा हो मेरो घर तान्से नै पाल्पा हो फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे पालपालीको दिलमा नाम लेखिने हेर्दा रिटार लाउरे झै देखिने फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ देखिने हेर्दा रिटार लाउरे झै देखिने फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे म त लाउरे पेन्सनै पाकेको साँच्चै हो कि वचनै राखेको फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ पेन्सनै पाकेको साँच्चै हो कि वचन राखेको फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे तिमीले आँटे मबाट नै छैन तिमी जस्तो देखेको काहीँ छैन फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ मबाट नै छैन तिमी जस्तो देखेको काहीँ छैन फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे यस्तो कुरा भन्देऊ न सुटुक्का यसो भन्दा म भए भुटुक्का फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भन्देऊ न सुटुक्का यसो भन्दा म भए भुटुक्का फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे मायालाको कतै थाहा पाउँछिन् कि तिम्रो घर के लुस्नलाई आउँछिन् कि फुल्यो
तिमलाई पाउन देउराली भाकमला तिमलाई ल्याई लुकाइ राखमला फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ देउराली भाकमला तिमलाई ल्याएर लुकारै राखमला फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे कुरा सुन्दा परेम चकित म झै भन्ने अरू नि छ कि त फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ परेम चकित म झै भन्ने अरू नि छ कि त फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे सबैभन्दा तिमी नै हो प्यारे छन छ पछि लाग्ने छन त छ क्यारे भुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ तिमी नै हो प्यारे पछि लाग्ने छन त छ क्यारे भुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे लाउरेको मन बुझिन कस्तो छ ज्यानलाई पार लगाउन जस्तो छ फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ बुझिन कस्तो छ ज्यानलाई पार लगाउन जस्तो छ फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे दाउरा काटे पर्या छ कप्टेरो तिमलाई ल्याउन पर्या छ अप्ठ्यारो फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ पर्या छ अप्ठ्यारो तिमीलाई ल्याउन पर्या छ अप्ठ्यारो फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे जान पाउनौ वचनले हारी आधा पेन्सन गरिदेऊ है नामसारी फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ वचनले हारी आधा पेन्सन गरिदेऊ है नामसारी फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ एउटा कुरा छ हे माया लाउन कसैले छेक्दैन दिम त पेन्सन उमेरले भेट्दैन फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ कसैले छेक्दैन दिम त पेन्सन उमेरले भेट्दैन फुल्यो गुराँस भनौ कि नभनौ एउटा कुरा छ भनौ कि नभनौ
धेरै धेरै धन्यवाद हाम्रा सम्पूर्ण कलाकार मित्रहरूलाई। हामी यहाँहरूको माझमा यो रमाइलो गीत प्रस्तुत गऱ्यौँ। यहाँहरूलाई एकदम राम्रो लाग्यो होला। यहाँहरूलाई राम्रो लाग्यो भने हाम्रो युट्युब च्यानललाई लाइक्स सब्सक्राइब र सेयर गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। सम्पूर्ण कलाकार र यहाँहरू उपस्थित हुने अतिथिहरूलाई सम्पूर्ण धेरै धेरै धन्यवाद भन्दै यो कार्यक्रम यहीँ समापन भएको घोषणा गर्न चाहन्छु। हस्त धन्यवाद।